खै झर्नु खोइ कता झर्नु खै झर्नु कता भन्ने यता पारी हजुरहरूलाई मेरो नयाँ भिडियोमा बङ्सी बङ्गले हेलो एभ्रिवान वेलकम टु माई भिडियो। आज चाहिँ म जाँदैछु सेमथाङ झरना। सेमथाङ होइन हो झरना भनौँ न झरना। गाउँपालिका वडा नम्बर 1 अमलेमा स्थित रहेको सेमथाङ झरनामा जानको लागि आज चाहिँ हाम्रो टिमहरू रेडी भएको छ। टिममा चाहिँ अब यहाँ चाहिँ छ भन्दा अनि पछाडि हुनुहुन्छ खाजा खाँदै हुनुहुन्छ होइन ट्र्याक्टर छ पछाडि कहाँ मान्छेहरू छ अनि यस्तै हो होइन। आजको मौसम एकदम सफा छ। अलि घुम्न जाँदैछौँ हामी झरनामा। सबैजनाले हेरिदिनु होला हाम्रो भिडियो है, आउँदै गर्छ। अब बाटोतिर यसो नास्ता खाँदाखेरि यसो सुट गर्दैछु है। सबैजनाले माया गरिदिनु होला। हामी झरनामा जाँदैछु फाइनली टाइम मिलाएर छ 15-20जना टिमहरू छ सबैजना है। प्लिज सबैजनाले लाइक सेयर कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने सब्सक्राइब पनि गरिदिनु होला। युट्युबमा आउँछ कि के आउँछ त्यो थाहा भएन ngay rồi xuống là anh jam ro tor lare ba Sukacuri Namsa ya ve bamhao la mi ha माशाल्लाह खोलामा यहाँनिर पौडिन पाउँछ भनेर गर्दै जाने हो नि त भाइहरु। सेमथाङ त्यही रमाइलोको लागि कुलिङ झर्ना जाने बाटो हो। ये तो बस देखा नहीं
होइन म अर्को बोर्ड राख्दैछु अब यो फ्लेक्स प्रिन्टवाला एकदम तलैदेखि म राख्दै ल्याउने मजाले। उठि रको हस् हजुर ए यहाँ रको मैडम 30% जब हो चार्ज मोबाइल हेर्न सक्नुहुन्छ साथीहरू होइन सेमथान झरना जाँदै गर्दाखेरि तलको एउटा झरनाको पनि दृश्य देखाउँछु हजुरहरूलाई। त्यो झरना पनि निकै सुन्दर देखिँदो रहेछन् र सेमथान झरना चाहिँ माथि रहेको छ। सो हामी चाहिँ जाँदैछौँ, हाम्रो साथीहरू चाहिँ अगाडि पुगिसक्नु भएको छ। सो भिडियो हेरेर कस्तो लाग्छ हजुरहरूलाई, प्रतिक्रिया सल्लाह सुझाव के छ भनिदिनु होला। मनमा जे लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला। दर्शकबिन्दहरू हेर्न सक्नुहुन्छ हामी झर्ना जाने क्रममा कति राम्रो बाख्राहरू पनि आइपुग्नु भएको छ होइन। तामाजोर हावागानी हेर्न सक्नुहुन्छ। हाम्रो टोलीहरू चाहिँ अगाडि बढ्नु सुरु भइसकेको छ होइन। फाइनली गाइज हामी चाहिँ यहाँ झरनामा आएर पनि दृश्यहरू अवलोकन गर्दै बसिरहेको छौँ होइन। यस्तै हो हाम्रो सेमथान झरना चाहिँ यस्तै रहेको छ, एकदमै सुन्दर। अनि यता चाहिँ कुलिङ झरना रहेको छ, यस प्रकारको छ होइन। उहाँ सबैजना रमाउनु हुन्छ वहाँ बसेर